नमस्ते गाइस, हामी यहाँ पुगिसकेका छौँ। अब हामी फर्केर आउन लागेका छौँ फाइनली पुगाएर। नमस्ते अनि वेलकम टु माई ब्लग च्यानल। तपाईँहरू हेर्दै हुनुहुन्छ इन्टरनेट अनलाइनको डब्लु अमर खाकाको युट्युब च्यानल अनि फेसबुक पेजमा। गाइस फाइनली हामी एकदमै थकाइ लाग्यो। यता पानीको मूल छ, पानीको मूलमा खाना हेरेका छौँ गाइस। आई क्यान्ट सी द्याट्स भेरी द्याट्स सी। ओ माई गड, कति छ पानी अञ्जली? तिमी त गुडासम्म सकेको छैनौ। पानी खानु मूलको हजुर। ओ माई गड, यस्तो भइहाल्यो हात उनीहरू त चढेर। जेनी के गरे कि ल भयो आइज। माई गड, यस्तो भिरालो छ यार। हेलो गाइस, वेलकम टु माई ब्लग च्यानल। फाइनली हामी पानी खाएर फेरि आफ्नो गन्तव्य ठाउँ पुरो उहाँ पुग्नु छ गाइस। ऊ पर डाँडामा पुग्नु छ। अञ्जली भेरी एक्साइटेड। लटले है, लटले तिम्रो लट्ठी कहाँ हाल्यौ? टेक्दै हिँड्ने साइ गाइस। ओ माई गड, फाइनली गाइस हामी त्यो डाँडाबाट हामी यस्तै आएको हो। सो भेरी इन्ट्रेस्टिङ मोमेन्ट द्याट्स राइट एक्चुली। सो कस्तो हुँदैछ? बेङ्गलोरमा त लिफ्टमा चढ्दा पल्लो तल लिफ्टमा जाऊ, फेरि माथि लिफ्टमा जाऊ। यहाँ त लिफ्ट होइन गाइस, आफै दौडेर हिँड्ने हो है। यस्तो सर माई गड, एकदमै अप्ठ्यारो छ बाटो। मेरो चप्पल पनि यहाँ जुत्ता धोएको थियो, सुकिएको थिएनन्। त्यही भएर गाइस चप्पलमा आएको एकदमै अप्ठ्यारो भइरहेको छ। यस्तो छ गाइस। यहाँबाट खस्यो भने तल उहाँ गौडी गाडा पुगिने हो। बौडी गाडा अञ्जली हाँसिरहेकी छिन् एकदमै गाइस। सगरमाथा चढे जस्तो अनुभव भइरहेको छ मलाई। फाइनल्ली लाइक गर्नु, सेयर गर्नु गाइस। एक्चुली अफ द मोमेन्ट पुरा मेरो सास लागिरहेको छ गाइस। कहिले हिँडेको थिएन नि त, हिँड्ने मौका नि मिलेको थिएन। आज फाइनल्ली मौका मिलेको छ। एकदमै मेरो सास लागिरहेको छ है, स्याहाँ भइरहेको छ फाइनल्ली गाइस। के भयो?